सर्वप्रथम सबैजनालाई नयाँ वर्षको धेरै शुभकामना। आशीर्वाद पनि दिनुहोस् सबैलाई शुभकामना पनि 83 सालको। धेरै कुरा चेन्ज भयो हाम्रो देशमा। सरकार चेन्ज भयो, मन्त्री चेन्ज भयो, प्रधानमन्त्री चेन्ज भयो, हाम्रो यहाँहरू भाइको उमेर चेन्ज भयो, परिवार सङ्ख्यै चेन्ज भयो। चेन्जिङ सबै नयाँ छ। अनि जो परिवार आदि आदि भइरहेछ, आदि नेपाल आदि यहाँ। एकदम खुसी छौँ। भाइको चाहिँ यसपालिको बर्थडे चाहिँ हामीले पहिलोचोटि मनाएको यस्तो राम्रोसँग केक सेक काटेर। पहिला त चक्लेट खाने पैसा पनि हुँदैन थियो। अब यो मेरो अनुहार जसले देख्नुहुन्छ सबैजनालाई नयाँ वर्षको शुभकामना। हाम्रो एकदम लकी चाम आशिषान हुनुहुन्छ। आशिषान आज के भन्न चाहनुहुन्छ तपाईँ नयाँ वर्षको दिन? नयाँ वर्षको दिनमा छोरालाई केक खुवाउँदै के भन्छु भने सबैलाई नयाँ वर्षको शुभकामना हुन्छ। मनोजको बर्थडेले यो एउटा भेला सरी गराएको छ। यसमा विशेष शुभकामना मनोजलाई पनि र सम्पूर्ण हामी सबैजनालाई नयाँ वर्षको शुभकामना भन्न चाहन्छु। केक खाँदै भन्छु ह्यापी न्यू इयर। आज कस्तो लागिरहेछ त? आज एकदम रमाइलो लागिरहेछ होइन। स्पेसल अब अङ्कलको बर्थडेमा भेट भयो सबजना। अङ्कललाई ह्याप्पी बर्थडे टु यु र ह्याप्पी न्यू इयर अल अफ यु भन्न चाहन्छु। प्रतीक्षा सान के भन्न चाहनुहुन्छ? आज कस्तो महसुस हुँदैछ? आज नयाँ वर्षको दिन, आज अङ्कलको बर्थडे पनि सबैजनासँग भेटघाट हुनु पाएको छ। रमाइलो छ। ह्याप्पी न्यू इयर भन्न चाहन्छु सबैजनालाई। ह्याप्पी न्यू इयर सबैजनालाई नमस्कार। नयाँ वर्षको सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आज मेरो श्रीमानको जन्मदिन। हजुर मेरो है मै श्रीमान मलाई चाहिँ काममा धेरै कुदाए आज। काममा यति कुदाए कि म्याराथन कुदेको फर्स्ट